Hello guys, welcome back to my YouTube channel. I'm Sajan Sanchi हुनुहुन्छ अनि म पनि सन्चै छु। आज तपाईहरुलाई स्वागत छ मेरो भ्लगमा, मेरो कहिलेकाहीँको भ्लगमा। अनि आज चाहिँ हामी साथी लाएर घुम्न आइरहेको छौं। हामी साथीको बिहे हुन लागेको छ नि त, अनि के पार्टी भन्छ रे? ब्याचलर पार्टी बनाउन हामी चाहिँ आइरहेको छौं। अनि हामी लगभग 9-10 जना छौं। अनि हेर्दिनु होला, हामी भिडियो सँगसँगै रमाइदिनु होला। तपाईलाई थाहा भइसक्यो होला, मेरो थम्बनेल र टाइटल हेरेर थाहा पाइसक्नुभयो होला आज के को भिडियो बन्दैछ भनेर। हैन त, यो मेरो साथी अनि उहाँ त अगाडि पनि हुनुहुन्छ। जाँदैछौँ हामी चाहिँ। थाहा भएन, यस्तो इन्जोय गर। मुना उसको होला कोपी लगाएको जिन्दा घाम हुन्छ यस्तोमा। सबैजना हेर, सबै कुर्तावाली हो हामी चाहिँ। आज हामी सब कुर्तावालीमा छौँ। कुर्तावाली भन्छ। सबैजनालाई स्वागत छ। लाइक कमेन्ट सेयर गरिदिनु होला है त। एकजनाले उ गर्छ उतादेखि हिँड्दै आयो यहाँ साइडबाट हैन त्यो नि हुन्छ त के गर्नु पर्यो हजुर हामीले खैलो तिमीले एउटा सबैजनालाई हाई गरिदिनु त। हाई ऋषिका, के छ तिम्रो खबर? सन्चै छौ? थ्याङ्क यू स्वागत छ। हेर्नुहोस् साथीहरू, ब्राइड टुबी ल्याउनु पर्नेमा मम टुबी लिएर आएछु। यो दिएर हैन, अनि यसलाई हामी त काले कालोले बनाएर लेख्नु भन्न खोजेको। ब्राइड चाहिँ ब्ल्याक छ, ठिकै छ त नि। यता हैन त यस्तो डटले लेख्नु पर्ने अवस्था आयो हैन, केही छैन। केही छैन तर ब्राइड टु बे हाम्रो सिजन सिस्टर हुनुहुन्छ या। खै मेरो दिउ मलाई अहिले चाहिँ मलाई फिल हुँदैछ कि राम्रो के भयो। अनि उहाँलाई नआउँदैन उलाई त यो चालिरहेको छ। लु छिटो। भिडियो बनाउने के सबैले हुन्छ त्यसैबाट। नमस्ते, म चाहिँ कोकमा कस्तो फिल भइरहेछ सिर्जना? अहिले आए चाहिँ मलाई लाग्दैछ कि मुटु ढुकढुक त भएको छ। दिएको छ नि त। अनि हामी साथीहरूले छाइसकेको छौँ तन्ना। यो त सबै खानेकुराहरू यसरी छ हो। त्यसरी यहाँ केक छ। अब हामी केक चाट्छौँ। कस्तो त तन्ना वरिपरि पनि उ गर्छ त, भिडियो बनाउँछ त नाच्दै मन रेती भइसक्यो। राख्दै गरेको गरौँ न, किन भिडियो गरेको काट्न लाग्यो हो। म देखिनु भएन है। यहाँ उहिले सजाइसकेको के यो यसरी मिलाऊ। हामी सबैजना छौँ। अब केक काट्नु उसलाई ह्यापी बर्थडे। ताली बजाउने अब। बजाम न भइगयो त। गरम न ह्यापी म्यारिड लाइफ भन्ने हो। लु त लु, सिजन दुईटा पक्र। सिजन पक्र अनि त बिन्दा बाल्दै गाड्न चाहिँ म यहाँ मेरो समाचार बजाउँदै छु। ओइ भिडियो गरिराख ल। भिडियो गरिराख्नु तिमी गर न भिडियो। दुबै साइडबाट हाल नि त बस त्यसमै बोल्छ के ल्याउन त्यसमै हाल नि सरी। ह्यापी कता उता उठाएको तिमीले यार। लु ह्यापी सिर्जना। हामीले केक के हुँदैन मलाई सच्ची के छ यो गारा यसरी गरेको भए चाहिँ सबै सकिसक्यो। क्विन बनाउने अरे उले साइडबाट पनि हाल्दै अलिअलि। मेरो कस्तो हात पोल्नु के त्यो बन त क्विन चाहिँ हैन कि आज ला जुन नहेरी तिमीलाई हेरौला। म्युजिक बजाउन को हो त्यो म्युजिक बजाउने? सेमी टन बनाइदियो। अनि अब एकदम हामी चाहिँ गीतको धुनमा एकदम केक कटाइ हुँदैछ साथीहरू। अनि केक काटेर गीत पनि बज्दैछ अनि
केक पनि काट्नु हुँदैछ अनि यतिकै खाउँ है हातैमा भन्दैछ हुन्छ चल्छ भनेर हातमै हामी चाहिँ खाँदैछौँ। गर्मी यस्तो गर्मी छ कि साथीहरू यति धेरै गर्मी थियो कि आम्मामा सायद त्यो गर्मी त कहिले त्यस्तो मैले चाहिँ कहिले पनि अनुभव गर्न पाएको थिएँ। अनि केकहरू तल हामी चाहिँ चौरीमा बसेर केक खायौँ। त्यो चाहिँ धेरै गर्मी भएर साथीहरू फेरि यहाँनिर चाहिँ त्यो यो चाहिँ पिकनिक स्पोट भन्छ कि यसलाई अनि यहाँ बसेर खाने गर्ने ठाउँहरू छ नि त अनि त्यहाँ बसेर हामी चाहिँ आयौँ अनि नाच्दैछौँ। अनि हाम्रो एउटा साथी चाहिँ कामले गर्दा चाहिँ अनि ऊ आउन पाएन नि त अनि त्यही भएर हामी चाहिँ भिडियो कलमा बोल्दैछौँ। बिचरा रुँदैछ भिडियो कलमा म आउनु पाइनँ के गर्ने भनेर रुँदैछिन् है। अनि किन रुँदैछौ अनि सम्झाउँदैछौँ त्यहाँनिर अनि म चाहिँ गएँ म चाहिँ किन आँसु हेर्नै सक्दिनँ नि त अनि साथी पनि हो र अनि उसले पनि किन रुन्छौ रुनु हुँदैनौ कहाँ जाने टाढो जाने हो र भन्ने कुराहरूले गर्यो। अनि फेरि नाच्न थाल्यौँ भिडियो कल गरी नै अनि नाच्दैछौँ हामी चाहिँ साथीहरू। त्यहाँ नभएर फेरि चौरीमा पनि गएर शीतल भयो नि त अनि पालो नाच्यौँ है नाच्न थाल्यौँ। त्यो मन न काम मन भन्ने गीतमा मुना र कोपिला नाच्न सुरु गर्यो। हामी चाहिँ ताली बजाउँदैछौँ पालो नाच्ने भनेर। अनि फेरि नाच्दै थियौँ अनि फेरि दुईजनाको पालो आउँछ नि त अनि अब के अरे बालकुमारी र के पो विद्या बहिनीको अनि बालकुमारी र फेरि विद्या फस्नु भयो मन काम मन भन्ने गीतमा नाच्दै हुनुहुन्छ उहाँहरू। अनि हामी चाहिँ तिनजनाको पालो आउँछ अनि हामी चाहिँ तिनजना नाच्छौँ अनि तपाईँहरू इन्जोय गर्नु होला हामी सँगसँगै तपाईँहरू। अनि हामी बस्यौँ तिनजना आर्क्यु हो नि त हामी त अनि नाच्दैछौँ घुमी कम्मर मड्काई नाचिरहेको छौँ। अनि नाच्दै फेरि हत तिनजना मात्रै किन नाच्ने र हामी पनि नाच्छौँ भने ताली मात्रै पड्काएर हुँदैन अरे अनि लु आऊ न त आऊ लु नाचौँ न त है नाचौँ भनेर अनि फेरि सबैजना भएर नाच्न थाल्यौँ। हेर्नु है त साथीहरू तपाईँहरू पनि हाम्रो भिडियो सँगसँगै हामीसँग इन्जोय गर्नु होला नाच्नु होला साथीहरू। अनि धेरै दामी छ ठाउँ छोटो छ भिडियो रमाइलो गर्नलाई। हामी सायद नयाँ वर्षमा कहीँ गएनौँ है हाम्रो सायद नयाँ वर्षको पनि यही हो सबैको यही हो हाम्रो तपाईँहरू बुझिदिनु होला। छैन यार छैन रहेछ यार उता कल के रहेछ त ल हटारुङ डुइङ नाउ भिडियो गर्छ मेरो कस्तो 1300 बनाउने कि ठाडो बनाउनु ल भन त मेरो कटेर थोरै बनाएर 1520 उसले चाहिँ यहाँनिर क्यामेरा जोइन गर्दैछ दुईजना साथीहरू आउँदैछ हामी जम्मा चाहिँ 9 जना आएको दुईजना चाहिँ घर अघि फर्दैछ नयाँमा काम परेर अहिले चाहिँ अब हामी राम्रो भिडियो बनाउँछौँ इन्जिनियर हो जस्तो देखिन्छ जस्तो देखिरहन्छ त हो यो गरेकोले मुनि बदनाम होइन छ मन पर्यो सायद गाइजहरू को मन पर्यो तपाईँले लाइक कमेन्ट गरेर त्यहाँ भन्न सक्नु रहेछ को मन पर्यो उहाँ रेखा थापा पनि आउनु हुँदैछ मन पर्यो सबैजनाले यसो कमेन्ट गरिदिनु ल म उपलब्ध गराउने कोसिस गर्नेछु आउँदैछौँ जोइन गर्दैछौँ घुम्नु हिँड्दाखेरि एकदम के अरे सुरक्षित साथी बिन्ता तिम्रो काँडा बिजुवाहरू हो निकालिसक्यो निकाल्न सक्सेस भइसक्नु चाहिँ हाम्रो बिन्ता सिस्टर हो। हामी चाहिँ नाचिसक्यौँ होइन नाच गर्मी भयो धेरै क्या हावा पनि छैन साथीहरू है यस्तो गर्मी छ कि त्यति धेरै घाम पनि लाग्नु त लागेको छैन तर यस्तो भएको छ दिन अनि मर्ने बेला भयो। अनि यहाँ एकछिनमा साथीहरू नाच्दैछ होइन हामी चाहिँ बानमा फोटो खिच्नु भनेर हावा खानु भनेर आएको तर त्यति बेला घाँसहरू बोक्नु हुँदैछ हेर्नु यहाँ चाहिँ एकदम हावा आउने ठाउँ भन्छ क्या बान यो चाहिँ तिरुगा पुलको बान एक कडेर यस्तो छ
छ साथीहरू। कस्तो मिठो हावा आयो एकछिन भए पनि यार। हावा आयो साथीहरू। यस्तो दामी ठाउँ छ। हाम्रो चाहिँ विशेष प्रोग्राम के थियो भने नि साथीहरू, हाम्रो साथीको चाहिँ बिहे हुन गइरहेको छ नि त, अनि त्यही भएर हामीले चाहिँ जाउँ न रमाइलो गरौँ भन्ने कुरा आयो। फेरि कोही कहाँको छौँ कोही कहाँको छौँ होइन, अब कलेज पढ्ने साथीहरू नि त, अब कोही अनि साथीको बिहे पनि, अनि ब्राइड पार्टी के ब्याचलर पार्टी भन्छ नि साथीहरू, त त्यति आउँदैन। अनि त्यही मनाउँदै हामी आएको। हामी 9-10जना छौँ, 2जना चाहिँ गइसक्नु भयो, हामी छौँ। अनि अब यही भिडियो मार्फत भन्न चाहन्छु मेरो साथीलाई है, वैवाहिक जीवनको धेरै धेरै शुभकामना, अनि सधैँ हाँसी खुसी बितोस् जिन्दगीहरू सधैँ। अनि अब भेट त हाम्रो भइरहन्छ हुनु त, त्यही पनि अब पहिला जस्तो अलिक हुन्न नि त, अब बुवा र छोरीमा अलिक बेग्लै हुन्छ नि त। अनि त्यही भएर साथीलाई चाहिँ साथीहरूको तर्फबाट धेरै धेरै माया अनि सम्झना सधैँ रहनेछ यो मनमा, टाढा भए पनि होइन। त्यही भन्न चाहन्छु। यस्तो गर्मी, बानमा पनि गर्मी, यस्तो हावा चाहिँ चलेको छैन, के भन्ने होला। यस्तो हावा पनि चल्छ, यस्तो खोला छ हेर्नु न, त्रियुगा, यसलाई के पो बरुवा खोला भन्छ, यसलाई बरुवा खोला भन्छ। पारी पारी गाउँहरू छ यहाँ। आऊ त साथीहरू, सृजनाको बिहे चाहिँ टाढो हुँदैछ नि त, हामी जाँदैनौँ। बिहे त नजिक हो तर सृजनाको घर टाढा पर्यो अरे, टाढो पर्यो, त्यही कारणले गर्दा हामी चाहिँ यहीँनिर मात्रै मनाउने छौँ। हामी उसको बिहेमा चाहिँ अलिक जान नभ्याउने कारणले गर्दा हामी चाहिँ यहीँनिर नै मनाउन आछौँ। अनि अब बिहे जान नपाए पनि यहीँबाट हामी चाहिँ उसलाई शुभकामना, धेरै धेरै वैवाहिक जीवनको धेरै शुभकामना भन्न चाहन्छु। नयाँ जीवनको के भन्ने गर्नुभएको छ हजुरको यो हुन गइरहेको छ होइन। सुख शान्ति खाओस्, मेरो आशीर्वाद छ होइन, आशीर्वाद छ बरबधुलाई हामी यही भिडियो मार्फत भन्न चाहन्छौँ। अब बिहे त हुन गइरहेको छ होइन, अब यो बिहे भन्दा पनि पहिला यो भिडियो पोस्ट हुन जान्छ, त्यही पनि उसलाई अग्रिम रूपमै शुभकामना दिन चाहन्छौँ। आउनु हामी 5-6 घन्टै बसिसक्यौँ होइन, किन यो हाम्रो लागि अविस्मरणीय दिन रहनेछ। अनि हाम्रो एउटा साथी छुटेको छ, समुना दर्नाल, हामी धेरै धेरै मिस गरिरहेको छौँ। यो भिडियो मार्फत भन्न चाहन्छु तिमीलाई धेरै धेरै। समुना तिमी नभएकोले अलिकति सुनमा सुगन्धित अलिकति नभए जस्तो भइरहेछ होइन, तिमीलाई धेरै सम्झेको छौँ। अब आउने दिन आउने समयमा हामी सँगै यसरी नै इन्जोय गर्नेछौँ भन्ने, अब तिमी बाध्यताले गर्दा होइन, परिस्थितिले गर्दा बाध्यताले गर्दा तिमी जानु पर्यो टाढा होइन, टाढा भन्दा नि के अब त्यस्तै परिस्थिति आयो होइन, त्यसमा होइन फर्किन्छन् तर अब काम विशेषले गर्दा उनी उदयपुर जिल्ला छोडेर उदयपुर जिल्ला त्रियुगा नगरपालिका छोडेर चाहिँ उहाँ कटारी नगरपालिकामा जानुभएको छ होइन। काम छ थोरै काम छ, अनि त्यही कारणले गर्दा चाहिँ उसलाई हामी धेरै मिस गरिरहेको छौँ। गर्मीले खाइसक्यो यहाँनिर पसिनाको धारा बगिरहेको। अनि त्यस्तै हो, अब यस्तै हो। जिल्लामा अध्ययन गर्छौँ, अब 4th इयरमा पढ्दा चाहिँ हामी सकिन्छौँ जस्तो अनुभव हामी 3rd इयरको लास्ट स्टेजमा छौँ। लास्ट स्टेजमा छौँ। अब हाम्रो इक्जाम भएपछि 4th इयरमा जाने हो, तर हाम्रो साथीहरू चाहिँ भन्छ 2-3जना मात्रै रहनुहुनेछ। अब लगभग ब्याचलर सकिँदा सबै सकिनुहुन्छ भन्ने म आशा पनि त्यो पनि अपेक्षा गरिरहेको छु होइन। उइस पनि गरिरहन्छु होइन। यस्तै मिठो पल भेटघाट भइरहोस् भन्ने मेरो चाहना हो। यस्तो अब अहिले चाहिँ एकदम होइन, अब अनुहारमा लगाएको फाउन्डेसन अनि के मोइस्चराइजर के त मलाई थाहा छैन। यस्तो के अरे मुना सेटिङ स्प्रे पनि साथ छोडिसक्नु भएको छ। अब हामी केही फोटोसोटो खिचेर हामी जान्छौँ। यही छ हामीलाई चाहिँ, उसलाई चाहिँ हाम्रो सृजनालाई चाहिँ यही सन्देश दिन चाहन्छौँ। उहाँ पनि एकछिनमा यो स्क्रिनमा आउनुहुन्छ, तपाईँहरूलाई देखाउनेसँगै सृजनाको हुनेवाला के भन्नु बस बहिनी हाम्रो दाइ बिनाजु पनि वैवाहिक जीवनको धेरै धेरै शुभकामना हामी सबैबाट होइन, हामी सबैबाट। अब अहिले ब्राइड टुबीमा पार्टी दिनु भएको छ, भोलि पर्सि मम टुबीमा दिइहाल्नुहुन्छ। ओ तर हाम्रो बिहान राज होइन यस्तो के भन्छ यस्तोलाई सेज के अरे सेज चाहिँ हाम्रो चाहिँ फेरि ब्राइड टुबी ल्याउनु पर्ने, मम टुबी आएछ नि। यो चाहिँ एकदम लक्षणको कुरा हो नि। हामीले एडभान्समा एडभान्समा होइन, एडभान्समा एडभान्समा त होइन कुरा ल यस्तै हो। अब छोरीको कर्म भनेको होइन, कहिले कहाँ अब यस्तै हो, बिहे गर्नै परिहाल्छ होइन। साथीहरू आउँदैछ, आउनु यहाँ। सृजना मेरो ब्याग लेखेको छैन, सृजनालाई चाहिँ मेरो ब्याग छ भने भन यहाँबाट। सृजनालाई त्यही हो अब वैवाहिक जीवनको के अरे नयाँ जीवनको शुभकामना।
होलोस् फुलोस् होइन छोरीबाट बुवा भइरहेको छैन अलिक सबै कुरा ध्यान दिएर गर्नु होइन टिभीमा धेरै उत्तरदायित्वहरू हुनेछ सहज तरिकाले वर्णन गर्न सक्ने शक्ति मिलोस् अरेका धेरै धारणा गर्न शक्ति मिलोस् सबैको प्यारो बन्नु होइन प्यारो बन्नु कसैको हेला नबन्नु हेला नबन्नु हेला त प्यारो बन्नु होइन त्यही हाम्रो टिमलाई हामीले दिन सक्ने भनेको यो हामीले अरू के दिन सक्छौँ होला र अनि माया सधैँ हुनेछ सम्झना सधैँ हुनेछ हामी धनीको गरिब भए मनको धनी छौँ मनको धेरै माया मलाई नदेखाउन मनको धेरै धेरै माया छ बालकुमारी केही सन्देश छोड्न चाहनुहुन्छ तपाईँ हामी जस्तै अब हामी उठ्दैछौँ अब हामी सिउँडीमा फोटो पनि खिच्नेछौँ हामी मान्छेहरू कत्रा भयो यस्तो पनि लिएर पनि हिँड्छौँ दाजु के छ आएछ भने गोली बारुद पनि बोकेर यस्तो ग्रुपमा यस्तो यस्तो मान्छेहरू हुनु जरुरी छ क्या सिउँडी छ यस्तो छ यस्तो छ मुन्ना गर्मीले यस्तो मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए म हिँड्दै जान्छु हैन कतितिर पुगेछ अब फेरि तपाईहरुलाई भिडियोमा देखाउँदै जानेछु हस्त फोटो खिच्ने एकदम धमाधम कार्य भइरहेको छ फोटो खिच्ने अब लगभग कति भइसक्यो हैन 4-3 भइसकेछ साथीहरु अब हामी चाहिँ अब खा चाहिँ लगभग सक्यो साथीहरु अब हामी चाहिँ खाजा बाँकी रहेको छ अनि खाजा साजा बनाएर खाएर चाहिँ अब हामी आफ्नो घरतर्फ जानेछौँ अब आएको पनि हामी त लगभग 3-4 घन्टै भयो 4-5 घन्टा भन्दा बेसी भयो नि त हामी आएको अनि त्यही भएर अब घरमा पनि जानुपर्ने हुन्छ घरमा पनि मार्नुहुन्छ अनि अब यहाँनिर यस्तो यहाँ चाहिँ यहाँ खाजा साजा खाने हो हिँड्ने हो अगाडि कोपी लगाइसकेछिन् अब हामी खाजा बनाउँछौँ अनि खाएर आफ्नो घरतिर जानेछौँ तपाईले पुरा भिडियो हेर्दिनु होला माया गरिदिनु होला यस्तै यस्तै भिडियोहरू ल्याउने जिन्दगी हैन यस्तै हो अब हामी खाजा बनाउँछौँ खाजा बनाइसकेछौँ भिडियो फाइनल साथीहरु अब चाहिँ खाइपी आनन्द भएर हिँडेको ल भरे भेटौँला भिडियोमा यस्तै हो कहिले खुस कहिले गम भन्ने फिल्महरुमा छ हिन्दी हो त्यस्तै हो जिन्दगी कहिले खुसी कहिले दुःख त्यस्तै हो इमोसनमा आइयो रुइयो पनि एक थोप आँसु पनि झारियो हो अनि त्यस्तै साथीभाइहरु धेरै माया लाग्दो रहेछ अब अहिले यहाँ छौँ भोलि कहाँ पुग्छौँ थाहा छैन समयले के गर्छ त्यो पनि थाहा छैन हैन तर अब त्यस्तै हो साथीभाइहरुसँग माया लाग्दो रहेछ अनि सम्झनुलाई धेरै सम्झेको छौँ हामी सबैले हो अनि त्यस्तै हो साथीभाइ भने भेट्दै गर्नुपर्छ अबको दिनहरू पनि राम्रो होस् भन्ने चाहना छ हाम्रो साथीभाइहरूको कहिले मनमुटाव नहोस् सबैजनाको भन्ने कुरो हो हामी कलेजको साथीहरूको चाहिँ टाढा भए पनि मन गाडा होस् भन्ने चाहना छ अब हामी छुटेर जान्छौँ अनि घरि नै साथीहरू बाटो अब अटो आउँछ चढेर जानेछौँ मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा सबजनालाई बाई बाई भेटौँ अर्को भिडियोमा मेरो साथीहरू आउँदैछ नि त फाइनली हो हेर निधार अब हामी घर हिँडेको ल बाई बाई भोलि पर्सि अर्को भ्लगमा भेटौँला यस्तै भेट्ने चान्स अवसर मौका मिल्यो भने साथीहरू बाई बाई बाई